So, as hello and namaste everyone. Welcome back to my new video. It's me or Miss Pranu. I hope सबजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु. नेक्स्ट डे नेक्स्ट ब्लग इन माई युट्युब च्यानल. र आजको भिडियो के हो भने त तपाईले थम्बनेल टाइटल हेरेर अफकोर्स बुझ्नु नै भयो होला. One day of gap the भिडियो. अनि one day किन ग्याप भने त त्यस्तै भयो हैन. अनि आजसम्म चट्ट रेडी परेर ब्ल्याक कुर्तीमा हैन, ब्ल्याक कुर्ती तल व्हाइट सलवारमा कहाँ जाँदैछु भन्दा त चोक जाँदैछु म र मम्मी. त्यसो घरको लागि सामान लिन उता लास्ट हल्ला पनि भइरहेको छ. लिस्ट बनाउँदै हुन्छ मम्मी र भाइ चाहिँ. अनि म चाहिँ त भिडियो स्टार्टिङ गर्न आएको छु. अनि त्यसपछि सामान लिन जानुपर्ने हुन्छ घरको लागि. अनि आज बजार पनि छ, बजार पनि जान्छु यसो. अब यस्तै हो डेली ब्लगको लागि. ब्लग त अब कहिले कहिले फन, कहिले कहिले गेमिङ, कहिले कहिले घरकै मात्रै हुन्छ. ठिकै छ, केही छैन. बिस्तारै बिस्तारै नयाँ नयाँ थम्बनेलहरू म ल्याउने गर्दैछु हैन. आजको चाहिँ यस्तै हुन्छ, हेरिदिनु होला फुल भिडियो. अनि मम्मी म त्यो चटक्क लाएर अब जानुपर्ने हुन्छ होलसेलको सामान लिन. अनि बजार पनि मैले चाहिँ ब्ल्याक कुर्ती लाएको छु. मम्मीले के लानु छ त तपाईँलाई म देखाइहाल्नेछु एकछिनमा. अब हामी पनि जानुपर्ने हुन्छ. लास्टै घाम छ बाहिर पनि, त्यहाँ जानु चाहिँ पर्ने हुन्छ हैन. सो गाइस, अनि म त अघि नै रेडी भइसकेको थिएँ. अनि मम्मीले के लानु छ त तपाईँलाई देखाइहाल्नेछु. मम्मीलाई पनि मम्मी आउनु त टक्क लाएर. मेरो मुखमा यही टक्क लाएर झुन्डेको छ. मम्मी चाहिँ यहाँ हेर्नु न गाइस, के टक्क लाएर आउनु भनेको मम्मी, खुरुखुरु आउनु भनेको मम्मी हेलमेट लाएर आउँदै हुनुहुन्छ. त्यसमा मम्मी तपाईँ कुदाउनु हो भने लु लाउनु चाबी पनि. त्यो माथि त्यो मुनि हुन्छ. यो त्यो मुनि हुन्छ, मम्मी माथि चलाउनु भयो. अनि है अब हामी पनि जानुपर्ने हुन्छ. मम्मी के गर्नुभएको तपाईँले? यो टोपी लाएको. किन लाएको? अब हामी पनि जानुपर्ने. लु लाउनु चाबी पनि. टोपीलाई चाबी पनि चाहियो नि त. बुझौँ आउनु मम्मी. मम्मी टक्क लाएर खुरुखुरु आउनु भनेको टक्क लाएर हेलमेट लाएर आउनुभएको छ. के गर्नु नि बाबा, कहाँ जानु मम्मी? मम्मी कुदाउनुहुन्छ बडा बुम 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 बुम. हो कहिले हान्नु मम्मी? लु जाउँ बाबा. दुईजनाको फाटी पर्दैछ यहाँ चाहिँ टक्क लाएर. तपाईँ कुदाउने? तपाईँ कुदाउने? म कुदाउने. अनि किन हेलमेट? अनि हेलमेट त एकछिन ला कि तपाईँ पछाडि हेलमेट लाएर बस्ने, म अगाडि कुदाउनु? हुँदैन हुँदैन, अगाडि काले लाउनु. लु सेफ्टी फर्स्ट हुनु न भाइ. यहाँ कहाँनिर दुख्दो रहेछ. लु हामी पनि जान्छौँ. एकचोटि बजार गएपछि तपाईँहरूसँग भेट्छु है त. हाम्रो बजारको मतलब बजार पनि इन्ट्री गरिसक्यौँ हामीले चाहिँ टक्क लाएर. अहिले त्यति मान्छे हुन्न किनकि अहिले ट्युसडे छ नि त. अब अहिले बेलुकातिर चाहिँ लास्टै मान्छे हुन्छ नि मम्मी. के किन्ने हो बजारमा? बजारमा के किन्नु? आलु, टमाटर, प्याज, सब्जी. मलाई चाहिँ लुगा पनि किनिदिनु न त. नि यहाँ लुगा किन्नु पैसा बोकेर आएको. लुगा किन्ने पुगेको छ. हामीले यहाँ ट्याटो देख्ने हाने ठाउँ देख्यौँ. जम्मा जानु न, सोध्नु पर्थ्यो कसरी हो ट्याटो भनेर. पुग्दैन यो हानेको ट्याटो. कति हो ट्याटो हानेको? डिजाइन हेरेर हुन्छ. यहाँ हानेको ट्याटोले केही असर त पर्दैन होला नि. यसो सार्नु न. मम्मी चाहिँ ट्याटोको डिजाइन हेर्दै हुन्छ हान्ने हो कि होइन. हुन्छ हान्ने, तर बजारतिर नचिने ठाउँमा हान्दा चाहिँ पछि समस्या आउने. दुख्दैन खै. म कति मैले हान्नु छ त दुखेको छैन त. दुख्छ नि पहिला त्यस्तो छ. तिमी हान्ने कि नहान्ने? मम्मी चाहिँ यहाँ तरकारी किन्दै, तरकारी सुत्नुमा टमाटरको स्टार्टिङ गर्दै हुन्छ. यहाँ टमाटर किन्दै हुनुहुन्छ. 80 रुपियाँ केजी टमाटर आजको रेट किन्दै हुन्छ. अब अरू के किन्दै खाने. यो हाम्रो बजारको यात्रा पनि सकेर पनि सब किनेको छु. गाडी त बजार सक्यो. अब होलसेलमा जाने काम छ. हामी होलसेलतिर लाग्नुपर्ने हुन्छ. हामी त यहाँ होलसेलको सबै कुरा सामान किनिसकेर पनि चामल
उता चामल छ आटा अनि अरू के तेल सेल पनि किनेको छ त्यो चाहिँ मम्मी उताले जानुभएको छ अनि अरू चाहिँ पिक्चरमा पनि छ त्यहाँ होलसेलमा चाहिँ भिडियो बनाउन पाइनँ किनभने आजकै भेट्छ होलसेलमा अनि भिडियो कल लागि अनि धेरै आवाज आउँछ चाहिँ गरेन अनि मम्मी चाहिँ अहिले मासु किन्न जानुभएको छ कुखुराको मासु उयो आउनुहुन्छ किन्दै हुन्छ त्यहाँ मम्मीले त्यहाँ पनि लास्टै भिड छ आज बजारको बेला अब घरमा गएर पकाएर पकाउनु पर्ने हुन्छ अनि सामानहरू पनि मिलाउनु पर्ने हुन्छ हामी घर पनि आइसकेको छौँ अनि घर आएर चाहिँ सामानहरूलाई तरङ बत्रङ थियो अलिअलि चाहिँ मम्मी लगिसक्नुभयो मम्मी लुगा पनि खोलिसक्नुभयो मैले खोलेकै छैन ल मम्मी राख्नु कहाँ हिँड्नु भयो के गरे स्याम्पू त 780 तर यही स्याम्पू राम्रो हुन्छ नि त नि जाडोमा लु राख्नु के अरे क्लियर स्याम्पू लु त मुखमा चाहिँ के हाल्नु भएको छ क्लियर हुन्छ सेन्टोडाइन टुथपेस्ट लु तँ पनि राखिहाल्नु मन्जनको हालत हेर्नु है हाम्रोमा ए नदेखाउनु न मन्जन सकेर काटेर बुरुस घुसाएर नेपाली हो नि त हामी त्यही भएर यतिको त गर्नै पर्छ सबैलाई डस्टबिनमा जान्छ यो चाहिँ के अरे यत्रो महँगो यति छ मैले दिन जाँदैन थारू चलाउनु मैले दिन पुऱ्याउनु पर्छ 220 लेखेको छ यहाँ सेन्टोडाइन लु भयो मम्मी हामी नेपाली हो नि त जबसम्म त टुथपेस्टमा मजाले हुन्छ नि ननिकालेसम्म नकाटेर ननिकालेसम्म त्यसलाई फ्याँक्न हुँदैन अरे नि त हाम्रो मम्मीको जस्तो अनि पुरै कम्प्लिट गरेर अर्को पनि ल्याइसकेको छौँ अनि अब सामान्य यताउति मासु पनि ल्याएको छौँ आज हामीले कुखुराको मासु त्यो पनि पकाउँछौँ हामी एकछिन अनि त्यो चाहिँ म हाल्दैन होला किनभने भिडियो पनि हाल्ने टाइम भयो यताउतिको अलिअलि आज भिडियो चाहिँ सर्ट नै आउँछ लु यहाँ मम्मीहरू चाहिँ सामान त्यहाँ हाल्दै हुनुहुन्छ यहाँ ल्याएर सामान चाहिँ गाडी पाइरहेछ भित्र ल्याउनु पर्ने हुन्छ गाडीलाई चाहिँ टक्क लाएर सरर टक्क लाएर यहाँ राख्नुपर्ने हुन्छ अनि आजको भिडियो यस्तै भयो दुध पनि मैले गएर कि सामानहरू यहाँ राखेर गएर पनि लिएर आइसकिहालेँ पर्ने दुधलाई पर्ने अनि कता अब नेक्स्ट भ्लगमा चाहिँ रमाइलो हुन्छ कि फोन ल्याउने फोन नभए रमाइलो कहीँ नयाँ ठाउँमा गएर म ल्याउने कोसिस गर्ने छु अनि अब सामानहरू मम्मीहरू चाहिँ मिलाउँदै हुन्छ म पनि अब ड्रेस टक्कलाई चेन्ज गर्नु पर्ने हुन्छ अनि यहाँ मैले भाइलाई टोपी कुर्मुनी ल्याइदिएको छु टक्क लाग्छ म चाहिँ मै खाइहाल्नु पर्यो कराउनु थाल्छ अहिले प्याकेट हुन्छ नि बचेको थाहा पाएन फेरि कराउनु थाल्छ मैले बन्द गरिदिइहालेँ र अझै खान्छ नि त राम्रो दिन्छ अहिले बारेर खाइहाल्छौँ हामी त्यो मेरो बनी मैले गऱ्यौँ त्यसको रियाक्सन हेर्नु भाइ मैले खाइदिएँ टोपी चुप हाल्छ के हो त मम्मीले न एउटा मिनी खानु थियो भाइ चस बाई म खाना मिलाउँदै हुन्छु मलाई म पनि अब ड्रेस चेन्ज गर्छु यताउति अब गर्नुपर्ने हुन्छ खाना पकाउनु पर्ने हुन्छ अनि यताउति के छ सामु मम्मीले अलिअलि मिलाउँदै हुन्छ अलिअलि म पनि मिलाउनु पऱ्यो म ड्रेस चेन्ज गर्छु टक्क लाएर एकछिनमा भेट्छु तपाईँहरूसँग गाइस अनि तपाईँलाई चाहिँ म के भन्न आएँ भने मेरो भाइको चाहिँ हिजो चाहिँ करतुत हुन्छ नि सानो त्यसको उटपटाङ कामको 10 बजी राति 10 साढे 10 11 बज्न आँटिसकेको थियो होला त्यो भिडियो हिजोको थियो मजाले क्लिक गरेको छु अनि त्यो मैले चाहेको थिइनँ मैले यो भिडियो अगाडि हालिदिन्छु त्यसपछि मैले भेट्छु गाइस 10 वर्षको हाम्रो घरमा तर हाम्रो भाइ चाहिँ के गर्दैछ त्यो क्यारे जालो झार्ने लिएर म पुरा जालो झार्दैछु 10 बजे राति यो के गरेको जालो झार्दैछ त
ऊ आयो अलि 10 बजेर अलि त के गरेको यो पुतलीलाई भएको पुतलीसँग कम्पिटिसन खेल्ने चाहिँ के भएको यो छोड्दैन त चाहिँ के भएको त नि छोड्दै भित्र बस्न दे त मात्रै भित्र बस्छस् त तेरो के को इगो हट गर फेरि कहाँ अब चाहिँ कम्पिटिसन खेल्दै बस्छ एउटा पुतलीसँग न छोड्दे बिचारालाई तेरो के को इगो हट भयो सोध उहाँ जालो झार्ने लिएर म पुरा इगो हट गर भन्दा म पुतलीसँग नि खोज्न गएको छ यो मान्छे सुत्न छोडेर तँ पनि त सक्दैनस् तेरो इगो हट भइरहेको छ गरिरहेको तेरो इगो मम्मी उसलाई पिर बन्द गर न मोबाइल चाहिँ उसलाई उहाँ पिर पर अरे पुतली देखेर उहाँ पुतलीलाई धपाउन गर्दैछ उहाँ इगो हट भयो अरे पक्रेर छाड त्यसले कति बजी रहेछ तँ पनि बोलिनस् 10 बजिसक्यो नि 10 बजे जानु भयो कहाँ 10 बजिसक्यो मम्मी यहाँ सुतिरहनु भएको छ उसको इगो हट भएर उसले धपाएरै छाड धपाइस् त्यो चाहिँ के को इगो हट भयो त एउटा पुतलीले चाहिँ फेरि झर्झर मिलाएर राखेँ इगो हट हुन्छ अरे कस्ता कस्ता मान्छे भेटिन्छन् नि इगो हट कहाँ छ नि त भिडियो पनि हेरिहाल्नु भयो होला सबैजनाले मेरो भाइको कर्तुत भिडियो कस्तो लाग्यो त्यस्तो मतलब कमेन्ट गरिदिनु होला अनि आज चाहिँ हामी दिनभरिको ब्लग भनेको त्यस्तै त्यस्तै भयो धेरै ब्लग गर्न चाहिँ पाइनँ मैले अनि बजार गयौँ यताउति सामान घरकै सामानहरू होलसेलबाट सामानहरू रासनहरू निकाल्यौँ चामल सामल तेल सेल यताउति सबै होइन दाल साल के तरकारी सरकारी पनि किनेर लिएर आयौँ बजार गएर त्यो चिम्टी अहिले किनेको यही मात्र हलाएर आएछ मलाई चाहिँ चेप्नु पऱ्यो कस्तो छ चिम्टी चाहिँ कस्तो छ भनिदिनु होला है राम्रो लगाएर किनेको थियो ठिकै छ कपालले सानो छ चिम्टी यत्रो ठुलो छ किनिदिनु भएको छ मम्मीले चाहिँ केही छैन अनि त्यो भिडियो कस्तो लाग्यो होला कस्तो लाग्यो कर्तुत भिडियो मलाई चाहिँ भनेको त राति 10 बजे राति त्यसले के गरेको त हौ 10 बजे राति म पुतली धपाइरहेको थियो क्या देखिहाल्नु मलाई भिडियोमा तपाईँले पुतली धपाएर फेरि नधपाएसम्म तँ फेरि नन स्टप के तँ पुतलीलाई खेताएको छ तँ जालो झार्नेले खेताएको छ देखिहाल्नु मलाई तपाईँहरूले भिडियोमा पनि अनि त्यो त्यस्तै हो उटपटाङको त गरि नै राख्छ तर ठिकै हुन्छ कहिले को मान्छे उटपटाङ घरमा एकजना भयो भने पनि रमाइलो हुन्छ होइन अनि भएन भने सुनसान पनि लाग्छ त्यसलाई म भएन भने त्यसलाई सुनसान लाग्छ मलाई तँ भएन भने सुनसान लाग्छ दुवैजना चाहिन्छ अनि आजको भिडियो यस्तै रह्यो के कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला मम्मी र म चाहिँ बजार गयौँ यताउति सामान किन्यौँ अनि बजारमा चाहिँ धेरै भिडियो गर्न पाइनँ किनकि लास्टै केराङ यताउति आवाज उता आवाज आउँछ अनि मैले बोलेको पनि सुनिँदैन नि त अनि त्यही भएर चाहिँ त्यति गरिनँ अलिअलि मात्रै क्लिक गरेँ अनि होलसेलबाट सामानहरू पनि यताउति ल्यायौँ घरको लागि अनि अबको नेक्स्ट भिडियो चाहिँ फन गेम नभए कुनै ठाउँमा गएर रमाइलो गरेर होइन कहीँ गएर अलिकति इन्ट्रेस्टिङ ल्याउने कोसिस गर्छु अनि नयाँ हो त्यही भएर अलिअलि सिक्ने एक्सपिरियन्स पनि हुँदैछ ममा अनि जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला एन्डिङमा के भन्छ गाइज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल मिस प्रनुको च्यानलमा थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड गाइज बाई बाई